मुस्किल भएर नै जिन्दगी भनिएको रहेछ। यदि सुन्दर भइदिएको भए सपना बनिन्थ्यो होला। मान्छे सबैभन्दा निशब्द त्यति बेला हुन्छ जुन बेला मनमा भन्नुपर्ने धेरै कुराहरू हुन्छन् अनि बुझिदिने कोही हुँदैन। म बिग्रिएको जिन्दगी लिएर पनि मौन छु। तिमी दिन बिग्रियो भनेर चिच्याउँछौ। यदि अहिले कमाउँदै हुनुहुन्छ भने सुन जोड्नुहोस्, मान्छे र आफन्त होइन। किनकि दुःखको साथी आफूले जोडेका सुन हुन्छ, आफ्नालाई लगाएको गुण होइन। बाँचेको छु सबैलाई थाहा छ, तर कसरी बाँचेको छु कसलाई के थाहा। प्रेम, सम्मान र सम्बन्ध मागेर कहिले मिल्दैन, किनकि यसलाई कमाउन सक्नुपर्छ, यसको लायक बन्न सक्नुपर्छ। कतिपय जिम्मेवारीहरूले निन्द्रा खोज्छ। राति उठ्ने हरेक मान्छे प्रेमी हुँदैनन्। सोच्दैछु जिन्दगीदेखि विरक्त लागे पनि एक्लै जाने त्यस्तो ठाउँ नै मेरो कहाँ छ र? चितासम्म पुग्न पनि त फेरि मलामी चाहिँदो रहेछ। चित्त दुखाउने बित्तिकै रोइहाल्नु हुँदैन, किनकि सबै चित्त दुखाउनेहरू आँसुका लायक हुँदैनन्। कसैसँग बोल्दा घोचेर होइन, राम्रोसँग सोचेर बोल्नुपर्छ, किनकि बोल्नेले बिर्सिए पनि सुन्नेले सधैँ याद राख्छ। जब मानिस एक्लो र पीडित हुन्छ तब ऊ थोरै बोल्छ अनि धेरै मुस्कुराउँछ। यो दुनियाँ नै यस्तै छ, टाइम पास गर्नेलाई माया अनि माया गर्नेलाई धोका दिने गर्छ। प्रगति मात्रै ठुलो होइन, सबैभन्दा ठुलो आत्मसन्तुष्टि हो। प्रगति त यहाँ आफ्नो चरित्र बेचेर पनि गरेका हुन्छ। यहाँ कसैलाई केही भन्नु छैन, बस को कस्तो छ भनेर मान्छे चिन्ने हो अनि आफ्नो बाटो हिँड्ने हो। मन पराउने मान्छे सँगै समय बिताउन चाहन्छन्, तर माया गर्ने मान्छेले सँगै जिन्दगी। औषधि खल्तीमा होइन, शरीरमा प्रवेश गर्छ भने यसको प्रभाव छ। त्यस्तै राम्रो विचार पुस्तकमा होइन, मनमा आयो भने जीवन सफल हुन्छ। बैगुनीलाई गुणले मार्नुपर्छ भनेर खुट्टामा ठेस लाग्ने सबै ढुङ्गाहरू साथमा लिएर हिँड्न पनि त सकिएन। पर्खिनुहोस् न, समय सबैको आउँछ। आगो निभाउन प्रयोग गरिने दमकलमा पनि त आगलागी भएको देखेको छु। तिम्रो खुसीको लागि तिमीलाई छोड्नेछु, त्यही नै मेरो अन्तिम उपहार हुनेछ। नसोच्यो केही लाग्दैन, जति सोच्यो त्यति जटिल लाग्छ जिन्दगी। हार भए पनि हरेस कहिले खानु हुँदैन। सफल नभए पनि प्रयास सधैँ जारी राख्नुपर्छ। जे पूरा गर्न सक्दैनौ त्यसको बाचा नगर्नु। आशा छ सोचेको र खोजेको जस्तो समय एक दिन पक्कै आउनेछ जिन्दगीमा। धेरै असल भएपछि मान्छेहरूले प्रशंसा होइन प्रयोग गर्छन्। आफूले सोचे जस्तो आफै त छैन, अनि अरूले सोचे जस्तो कसरी हुन सक्छु र म? जीवनमा कठिनाई आइपरेमा दुखी नहुनुहोस्, किनभने कठिन भूमिका राम्रा कलाकारहरूलाई मात्र दिइन्छ। गुनासो केही छैन, मन त हो, बदलियो होला। उमेरले थकाउन सक्दैन, ठेसले लडाउन सक्दैन। जित्न चाहन्छौ भने परिस्थितिले पनि हराउन सक्दैन। रमाउने इच्छा पनि तिमीसँग, कमाउने इच्छा पनि तिमीसँग। पाएको यो एउटा जिन्दगी सजाउने इच्छा पनि तिमीसँग। माया प्रतीक्षा गर्न सक्नुपर्छ। जुरेको सम्बन्धले भन्दा कुरेको सम्बन्धले धेरै खुसी मिल्छ। आफ्नो घरपछि केवल तिमीलाई आफ्नो मानेको छु, साथ कहिले नछोडिदिनु है। प्रेम थियो र त याद बनेर टाढिए, बोझ बनेर बसिरहन नैतिकताले दिएन। दुनियाँमा देखाउने आकर्षण चिजको कमी छैन, जबसम्म हेर्नेहरूको नजर सही हुन्छ। सिधा सिधा विष दिनु, तर कसैलाई झुटो बोली आशा भरोसा र कसम नदिनु। चुनौती आफैले उठाउनु पर्छ, समाजले उठाउने त औँला मात्र हो। खुट्टामा लागेको चोटले सम्हालिएर हिँड्न सिकाउँछ, मनमा लागेको चोटले समझदारीका साक्षी हुन सिकाउँछ। लास जलिरहन्छ त घाटलाई के दोष, सम्झना आइरहन्छ त यादलाई के दोष। छाडी जानेकै झल्कोले निन्द्रा लाग्दैन त रातलाई के दोष। बस्नेलाई मन अनि जानेलाई बाटो दिनुहोस्, त्योभन्दा बढी कसैलाई केही दिनु पर्दैन। मन खुसी गराउनै सकेको छैन, एउटा न एउटा कुराले उदास बनाएरै छाड्छ आजकल। हावाले उडाउँदैन तिम्रा यादहरू, आँसुले पखाल्दैनन् तिमीले दिएका चोटहरू। रहरहरूको सहर निकै ठुलो छ, तर म जिम्मेवारीको गल्लीहरूमा अल्झिरहेको छु। इज्जत भन्ने कुरा डिमान्ड गर्नेलाई होइन, डिजर्भ गर्नेलाई दिनुहोस्। फुल त फुल नै हो नि, शिरमा सजिदा हाँसो अनि छातीमा सजिदा आँसु। कस्तो पीडापना। जब आफूलाई दशाले घेर्छ तब आफ्नाले पनि नजर फेर्छ।
धेरै फरक थियो तिम्रो र मेरो मायामा। तिमीले माया गरेको थियो, मलाई माया भएको थियो। मलाई म जस्तै हुनुमा खुसी लाग्छ। तिमीले सोचे जस्तो भएन भनेर नराम्रो भन्न मिल्छ र? अनुहार कलिलो भएर केही हुँदैन महोदय। जिम्मेवारी बोक्ने काँध बलियो हुनुपर्छ। झुटका हतियारहरू जति नै धारिला भए पनि यथार्थलाई कहिले कसैले टुक्र्याउन सक्दैन। मलाई आफ्नै भाग्यले साथ दिन छोडेपछि हो अरूको साथको पनि आशा नलागेको। खुसी दिनेवाला सायदै आफ्नो नहोला, तर दुःख दिनेवालाहरू हमेसा आफ्नै हुने रहेछन् यहाँ। हजुरको लागि कसैले ढोका बन्द गर्छ भने उसलाई पनि महसुस गराउनुहोस् कि चुकुल दुवैतिर हुन्छ। सस्तो सामान र घटिया मान्छे सुरुमा राम्रै लाग्छ,